बम्बईको नाम बम्बई कसरी रह्यो अनि कलकत्ताको नाम कलकत्ता कसरी रह्यो त्यसको बारेमा अलिकति बताइदिनु न। ईस्वी सन् 1600 भारतमा अङ्ग्रेजहरू नावबाट भारतमा व्यवहार गर्न आया। 1600 आया पछि कलकत्तामा एकजना रुख काट्न लागेको रहेछ, दौरा केही बनाउँदो रहेछ। अङ्ग्रेजहरूले सोध्यो अब यो क्या हो, क्या बनाउने आयो भन्यो होला। अनि त्यतिखेर कलकत्ताका मान्छेलाई अङ्ग्रेजी केही नै थाहा, अनि हिन्दीमा भन्यो कलकाता कल भन्यो। ओके थ्याङ्क यू भेरी मच कलकाता। अङ्ग्रेजहरूले कलकत्ता नाउँ राखिदियो। कलकत्ता मतलब के आउँथ्यो? कलकत्ता भने बेली काटेको, हिजो काटेको होइन, कलकत्ता भन्यो। कलकत्ता ओके नाउ भेरी गुड थ्याङ्क यू। अङ्ग्रेजहरूले भने गया थिए कलकत्ता। अनि बम्बईको? अनि बम्बईमा 7वटा टापु पुरिखेर बनाएको बम्बई सहर हो। 7औं शताब्दीमा बम्बईकोमा ती 7वटा समुद्रका टाउका हुन्, ढिस्का आइल्यान्ड भन्छन्। एक होर्ली, एक नाइगाउँ, एक माहिम, एक कहाँ त्यस्ता 7वटा टापुलाई माटोले रेती ल्याएर भरेर एक खाल्टो पुरेर अर्का खाल्टामा जाने बस्ती बनायो। 7औं शताब्दीदेखि सुरु गरे विकास बम्बईको। अनि अगाडि बम्बई भन्थ्या। अनि बम्बई भन्नाको अर्थ एक मराठी बाई बोम्बिल माछा बेच्ती रहेछ। बोम्बिल माछा, बोम्बिल भन्ने हुन्छ, सिँगाडा बोम्बिल पापलेट सुरुमा समुद्री माछा। वाट इज दिस नेम फिस? अङ्ग्रेजहरूले सोध्यो यसको नाम क्या हो, क्या भन्छन्? बोम्बिल। भने उनीहरूलाई कोली जातलाई, मराठी जातलाई अझै आजकै 21औं शताब्दीमा महाराष्ट्रमा डेभलपमेन्ट त भयो, यहाँका मान्छे अङ्ग्रेजी बोल्न जान्दैन। उयो आइमाईलाई क्या थाहा? यसका नाम बम्बिल। ओके थ्याङ्क यू भेरी मच बम्बे। बम भनेको बम माछो भइगयो। बे भनेको खाडीलाई भन्छन्। बे भनेको बे अफ बङ्गाल, बङ्गालको खाडी। बे अफ वेस्ट, पश्चिमको खाडी बम्बे भयो। त्यसैले त्यसको नाम रह्यो। अब ब्रिटिस दरबार यो क्या भन्ने, यो विटी स्टेसन त्यो इङ्ल्यान्डकी रानीले क्या भन्यो? आई वान्ट टु सी इन्डिया, आई विल बी भेरी ग्ल्याड टु सी इन्डिया। म इन्डियाको दर्शन गर्न चाहन्छु, इन्डियालाई देखि खुसी हुन्छु। त्यहाँकी इङ्ल्यान्डकी रानी, उनीका सेनाहरूको यहाँ राज्य थियो अङ्ग्रेजहरूको। अनि अब हाम्रो रानी इन्डिया आएपछि नि हामीले क्या देखाउने भनेर त्यो विटी स्टेसन बनायो अङ्ग्रेजहरूले। त्यो विटी स्टेसन सबै अछामी पुरा नेपालीलाई थाहा होला, बम्बईको फेमस। त्यो त सबै। त्यहीको अहिले नाम के छ? त्योको नाम पछि भन। अनि त्यो दरबार बनाइसकेपछि त्यो रानी बुढी मरिसकेपछि अब के बनाउने भन्यो अङ्ग्रेजहरूले। 1852 बम्बईको विटीदेखि ठानासम्म 52 किलोमिटरको रेलको सुरुवात गर्यो। पहिलो रेलवे स्टेसन बनायो त्यहीलाई, दरबारलाई। अङ्ग्रेजहरूले भारतमा विकास खुबै गरिखेर गया। अनि राणाहरूले भारतको देखासे कि उनकै आडमा 104 वर्ष अङ्ग्रेजकै आडमा 104 वर्ष शासन गरेको हो राणाहरूले। मेरा क्या कसले केही दिएको नै, कसले खाएको नै, कहीँ केही पाएका नै, खुल्ला कुरा भनिदिने मान्छे।